हेलो वेलकम ब्याक हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ हामीले बिहारमा 3 स्टार पुगेको छौँ। त्यो 3 स्टार पुगेको 2 स्टारबाट 3 स्टार पुगेको हजुरहरूलाई क्लिप सेयर गर्न चाहन्छु। आशा छ हजुरहरूले भिडियो एन्डसम्म हेर्नुहुन्छ। ल अब चाहिँ ढिला नगरिकन भिडियोतिरै अगाडि बढौँ है त। हेर्न सक्नुहुन्छ साथीहरू, हामी यहाँ झरिसकेको छौँ। अब झर्ने ठाउँमा चाहिँ यहाँ मुनि इनिमी छ। त्यो इनिमीलाई हामीले मार्नुपर्ने हुन्छ होइन। हेर्नुहोस् म कसरी मार्छु यो इनिमीलाई। हेर्न सक्नुहुन्छ म कसरी मार्नेवाला छु। मारिरहेको छौँ हामीलाई अस्कर फालेर हामीले ड्यामेज दिएर मारेको छौँ। हेर्न सक्नुहुन्छ अब यो गेम चाहिँ त्यस्तो खासै राम्रो गएको छैन। यो गेममा चाहिँ हामीसँग एकदमै नराम्रो भएको छ दुईपल्ट है। फेरि हेर्न सक्नुहुन्छ यहाँ हामी चाहिँ अगाडि लन्च प्याडतिर गएर यहाँ लुटिरहेछौँ। अब लुटेर चाहिँ हामी यता अब्जर्भेन्ट्रीतिर लाग्नेवाला छौँ। अनि हामी अब्जर्भेन्ट्रीतिर हेर्नुहोस् अब यहाँ के हुन्छ हेर्नुहोस् है त आफै। यहाँ चाहिँ अगाडि दुईजना फाइट लिइरहेको रहेछ, मलाई थाहा थिएन। अनि मैले ट्याक्टिकल मार्केटबाट ड्रोन लिएर यो ड्रोन मैले छोडिदिएको थिएँ। दुईजना इनिमी देखाइरहेको छ हेर्नुहोस् है आफै। यहाँ त्यहाँ ड्रोनमा इनिमी पनि देखाउँछ। अब देखाइरहेको छ, ऊ देखाइसक्यो त्यहाँ। अब यहाँ म चाहिँ अब रोटेसन दिन्छु भनेर यताबाट घुमेर गइरहेको थिएँ। यहाँ माथि बसेर हान्नु पर्ला, यहाँ माथिबाट इनिमी कहाँ छ लोकेसन हेर्नु पर्ला भनेर यहाँ हेर्नु है म माथि चढिरहेको थिएँ। के भयो मलाई थाहा थिएन उता इनिमी छ भनेर। अनि यसले चाहिँ मलाई M10ले हानेर एकदमै भुटेर मारिदिइसकेको छ। अनि हामी फेरि अब झऱ्यौँ। अब फेरि अब सोलोमा एकपल्ट बस्ने चान्स हुन्छ नि त, त्यही भएर हामी झऱ्यौँ। अनि ह्याङ्गरमा झरेर लुटसुट गरिरहेको थियौँ। लुटसुट गऱ्यौँ। अनि पछि त्यहाँ अगाडि चाहिँ एउटा इनिमी घोडा लिएर भागिरहेको रहेछ। अनि पछि त्यो चाहिँ भागिसकेको छ घोडा लिएर। अनि पछि हामी अब लुट कन्टिन्यू गर्नु पऱ्यो भनेर हामी लुट कन्टिन्यू गर्दैछौँ। हामी हेर्न सक्नुहुन्छ जोन पनि एकदमै नजिक आइसकेको छ। त्यो के भन्छ यसलाई, ब्लू जोन, जसले चाहिँ हामीले ड्यामेज दिन्छ, एकदमै नजिक आइसकेको छ। अब हामी चाहिँ यहाँ त्यहाँदेखि लुट कन्टिन्यू गरिरहेको छौँ। हामी जोन बाहिर गइकन लुट कन्टिन्यू गरिरहेको छौँ, किनकि अहिले हामीसँग लुट राम्रो भएको छैन नि त। अनि हामीले यहाँ हाम्रो राम्रोसँग यहाँ आफ्नो चान्स पाएको छैन, मौका हाम्रो गेम प्ले देखाउने। अनि पछि हेर्न सक्नुहुन्छ गेम प्ले त त्यही नै अघि पछि मैले देखाइसकेँ हुन्थेँ। तर त्यति पछाडि बसेर हान्यो कि, त्यही भएर हामीले चाहिँ साथीहरू त्यसलाई केही नगर्न सक्यो। नत्र भए त्यसलाई त म यस्तो हान्थेँ नि। अनि पछि यहाँ गइरहेछौँ हामी हेर्न सक्नुहुन्छ। अब म चाहिँ यहाँ अब अर्सनल लुट्नलाई लागेको छु। अब यहाँ हामीसँग ग्रेनेड भइसकेको छ। अब अर्सनल लुट्ने हो। अनि त्यहाँबाट M590 हामीले लिन्छौँ। हेर्न सक्नुहुन्छ M590 नामै भन्न आएन, M590 चाहिँ मेरो फेभरेट गन हो। त्यसैले हामी अब सधैँ अर्सनल लुट्छौँ हामी। हेर्न सक्नुहुन्छ हामी गइरहेको छौँ। अनि गइरहेछौँ हामी अर्सनल लुट्न ओस्कर फालिकन हामी गइरहेछौँ। अनि यहाँनिर हामीले यो फ्ल्यास फ्रिज लिएर यहाँ अर्सनलको ढोकामा हानेपछि चाहिँ यो फुट्छ। अनि पछि यो फुटेपछि चाहिँ हामीले M590 लिइसकेको छौँ। अनि यताबाट चाहिँ हामीले M60 लिइसकेको छौँ हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ अब यहाँ हेर्नु क्लक टावरतिर हामीले किलसिल हानेको छौँ। अब क्लक टावरतिर पुगेपछि देखाउँला हजुरहरूलाई साथीहरू, हेर्न सक्नुहुन्छ है। हामी गइरहेछौँ क्लक टावरतिर। क्लक टावरमा अब हामी यहाँ सेफ जोन त जानु पऱ्यो पहिला। हाम्रो जोनले पनि एकदमै धेरै काटिरहेको छ एचपी। अनि हामी गइरहेछौँ जोनमा, सेफ जोनमा हामी गइरहेछौँ। अनि पछि यता अगाडि चाहिँ फायरिङ भइरहेको थियो एकछिनमा, त्यहाँ देखाउँदैन। तर अब हामी सिधै क्लक टावर पुगिसक्यौँ होइन। अनि यहाँ क्लक टावरमा चाहिँ इनिमी छ, यहाँ यो सेन्टिनोला छ। अनि पछि हामी चाहिँ अब सिधै अस्कर फालेपछि भित्र छिर्यौँ। अनि पछि यो इनिमीले हान्नु खोजेको यो गयो बाहिर यसलाई। अनि पछि हामीले M590 हान्छौँ, यसलाई लाग्दै लागेन। अनि एकदमै लागेकै छैन क्या, हेर्नुहोस् है। अनि यसलाई चाहिँ एकदमै तुक्कावाला हेडसट लागिसकेको छ। अर्को इनिमी पनि आयो, त्यसलाई नि हामीले ड्यामेज दिएर अनि यो नि फिनिस भइसकेको छ। अब 3 किल हाम्रो भइसक्यो। कहाँबाट भयो 3 किल? फर्स्टमा एकजना माऱ्यो भने हामी चाहिँ यहाँ ट्याक्टिकल मार्केटबाट हामीले डेन्जर जोन किनेर बल्ट मेकर किनेर हामी चाहिँ अब लुट गरिरहेको छौँ यिनीहरूको लुट बक्स। अनि यहाँ हामी चाहिँ 4x स्कोप किनेर हाम्रो M60मा लगाइसकेको छौँ। अनि पछि अब हामीले चाहिँ अब जोनले हेर्नुहोस् कति काटिरहेको छ। अब हामी चाहिँ गइरहेछौँ। अब यहाँ त्यही इनिमी झरिसकेको छ। अनि फेरि हामी माथि गइसकेको छौँ, हेर्न सक्नुहुन्छ। इनिमी झरेर हामीले अनि पछि माथि गएर त्यहाँ यता माथि चढेर अनि पछि यता यो इनिमीलाई हामीले यहीँ मारेर हामीले सुपर मेडिकेट लगाइरहेको छौँ। अनि देख्न सक्नुहुन्छ हजुरहरूले गेम प्ले एकदमै हामीले राम्रै छ, ठिकै छ। जे होस् त्यस्तो धेरै नेक्स्ट लेभलको पनि छैन हाम्रो गेम प्ले, ओपी भन्ने पनि छैन। त्यही पनि हजुरहरू लाइक सेयर कमेन्ट चाहिँ गरिदिनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला। सब्सक्राइब गरेर बेल आइकन अलमा सेट गरिदिनु होला। त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ बाइकमा गइसकेको छ। अनि पछि हामीले त्यसलाई फायरिङ गऱ्यौँ, तर हाम्रो एक गोली पनि त्यसलाई लागेन। अनि पछि अब हामी चाहिँ जोनमा जाँदैछौँ, हेर्न सक्नुहुन्छ सेफ जोनमा जाँदैछौँ। अनि हामी जिपलाइन चढेर सेफ जोनमा गइरहेछौँ। अनि पछि यहाँ अब यहाँ हेर्नु मैले मुनि इनिमी देखेँ होइन। यहाँ मैले गाडी चलाइरहेको थियो, मैले देखेँ ए होइन यति बेला म मेडी हान्न चाहिँ रुकेको थिएँ। अनि पछि अनि मैले इनिमी देखेँ त्यहाँ अगाडि मस्ट ट्रकबाट आइरहेको थियो क्या हो।
अनि पछि मैले यहाँ एकदमै ठुलो गल्ती गरिदिएँ। यहाँ हेर्नुहोस् है हजुरहरू। त्यहाँ म एउटा पहिला पर्मानेन्ट कभरबाट जानुपर्ने यो एनिमीलाई मैले हानेँ। यो एनिमीको ग्लुवाल फोड्दै थिएँ, पछाडिबाट मलाई हान्यो, वाल हालेँ अनि उताकोले मलाई हान्यो। अब सेकेन्ड गेम चाहिँ हामी आफ्नो साथीसँग खेल्नु गइरहेछौँ। साथी अनलाइन आएको थियो अनि पछि म अफलाइन गएको थिएँ। साथीले मलाई मेसेज गरेर बोलाएको थियो। अनि हेर्न सक्नुहुन्छ है। अब हामी यहाँ एकदम सेफ छ भनेर मैले यहाँ सेफ झर्नलाई थिएँ। अनि पछि हामी चाहिँ हल्का अब ऱ्याङ्क पुस गर्नु छ नि त। सेफ झर्ने भनेको अगाडि एनिमी आएर छ 2-3 जना। अनि पछि हामी चाहिँ यतै झरेको छौँ। यहाँनिर अनि हामी लुटिरहेको थियौँ। मैले भिएसके पाएँ। अनि यहाँ अगाडि हेर्नुहोस् है हजुरहरू, यहाँ एनिमी आउँछ। अनि पछि म त्यो एनिमीलाई कतै यहाँ चाहिँ मैले अब पाइसकेँ। यो के भन्छ यो गनलाई, म्याक 10 हो कि के भन्छ त हो, यो गन पाइसकेको छु। अनि पछि यहाँ म अगाडि यो वार चेस्ट खोलिरहेको छु। अनि पछि वार चेस्टबाट लुटेर अनि पछि म गएँ किङफिसर लुटेर अनि मैले M41 लुटेँ। अनि यहाँ अगाडि हेर्नुहोस्। अनि पछि मैले त्यो माथि, किनकि माथि यो सर्ट रेन्जको गन लिनलाई एकदमै सजिलो हुन्छ नि त, त्यही भएर मैले माथि राखेको छु त्यो। अनि पछि यहाँ लुटिरहेको छौँ हामी पनि। अनि पछि यहाँ अब यताबाट हान्यो हामीले, यो यता अगाडिबाट फायरिङ आयो हामीलाई। अनि पछि हामीले हान्यौँ यो के अरे M41ले एकोले हेड हान्यौँ। अनि मेरो साथीले नक गर्थ्यो। अनि पछि मैले त्यसलाई नक गरेँ। अनि पछि मैले बचाइदिएँ मेरो साथीलाई। अनि पछि अब हामी मेडी हानिरहेको छौँ होइन। अनि पछि त्यही नै यहाँ अझै एनिमी छ, त्यहाँ ऊ फुटस्टेप देखाइरहेको छ। अनि पछि भित्र आइसकेको छ। अनि पछि हामी गयौँ अगाडि, त्यहाँ मैले एनिमी देखिसकेँ होइन। अनि पछि म यहाँ माथि गएँ, माथिबाट हेर्नलाई त्यसलाई। अनि पछि मैले देखेँ त्यो उता गइरहेछ। अनि पछि म नि गएँ उता। अनि पछि त्यसलाई म अब हेर्नुहोस्, म मर्छु कि त्यसलाई मार्छु। अब हेर्नुहोस्, अब पछाडिबाट गएँ, त्यसले मलाई देख्यो, त्यसले मलाई हान्यो, मैले वाल लगाएँ। मैले वाल नलाइकन त्यसलाई हानेको भए म फिक्स मर्थेँ। अनि पछि यसलाई हानेर यसको टिम वाइप आउट भयो। भनेपछि यो अघिकै त्यो जुन थियो नि त्यसकै टिममेट रहेछ यो। त्यसपछि चाहिँ तिनीहरूलाई मारेर चाहिँ म यहाँ जिपलाइन भाटामा जाँदै थिएँ। अनि मलाई चाहिँ उताबाट फायरिङ आयो। अनि पछि म चाँडो भागेर अनि पछि म यता हेर्नुहोस् यहाँ माथि गइरहेको थिएँ। अनि पछि म गएँ होइन माथि। यहाँ अब म माथि जान्छु, यता हेर्नुहोस्। अब मैले चाहिँ उता एनिमी कसले हान्यो मलाई, कताबाट हान्यो मलाई थाहा भएन। अनि म हेरिरहेको थिएँ। अनि मेरो साथीलाई नि एकदमै धेरै ड्यामेज दिइसकेको थियो त्यसले, त्यो एनिमीले। अनि पछि म यहाँ बसेर मेडी हान्न लागिरहेको थिएँ। अनि ठ्याक्कै मेरो लियोनले मलाई एसपी दियो। अनि पछि मैले हानिनँ। अनि उताबाट मलाई फायरिङ आयो होइन। अनि पछि म त्यो एनिमीलाई हेरेँ, मैले देखेँ। अनि पछि म यताबाट मुनि गएँ, त्यो एनिमी थिएन यहाँ। अनि पछि मैले यहाँ हेर्नुहोस् यसको सेन्टिनोमा मैले ल्यान्डमाइन लगाइदिएँ होइन। अनि ठ्याक्कै त्यो अगाडि मैले देखिहालेँ। अनि पछि त्यसलाई मैले अगाडि देखेपछि अनि पछि म भाग्न खोजिरहेको थिएँ। अनि वाल लगाएँ, वाल पनि गलत ठाउँमा लाग्यो। अनि पछि त्यही मैले यसलाई मार्थेँ होइन, स्कोपिङ गरेँ मैले यसलाई मार्थेँ। अनि पछि मेरो साथी नि मरिसकेको थियो। अनि म मेडी हान्छु भनेर उता गइरहेको थिएँ। अनि पछि यता अगाडि मलाई एनिमी जस्तो लाग्यो। अनि पछि यहाँ कसको यहाँ फोटो रहेछ, यो युज गरेपछि लुट पायौँ हामीले, तर यो लुटेनौँ हामीले होइन। अनि पछि म गएँ। अनि पछि म जाँदै थिएँ। हेर्नुहोस्, अब म यहाँ मेरो साथी मरिसक्यो। अनि पछि मैले साथीलाई बचाइदिएँ यहाँबाट। अब म यहाँ साथीलाई मैले बचाइदिएँ होइन। अनि पछि यहाँ हेर्नुहोस्, अब अझै एनिमीहरू यतैतिर छ, मैले यहाँ लुटिरहेको छु, म लुट्दैछु अझै, मलाई लुट चाहिरहेको थियो, मैले लुटेँ होइन। अनि पछि म यहाँ हेर्नुहोस् के गर्दै म 2-3पल्ट यहाँ गएँ। अनि पछि म यहाँ लुटिनँ। अनि पछि यहाँभित्र नि गएँ। अनि पछि फेरि गएँ त्यहाँ नि। अनि पछि यहाँ फेरि यहाँ आएर मैले फुल एक्सेसको लिएँ, के सोचेर लिएँ। अनि यहाँ म लुट्दै थिएँ। अनि पछि अगाडि मैले एउटा एनिमी देखेँ। अनि पछि मैले यसलाई वुडपिकटले हेड हान्न लगाएको, यसलाई लागेन। अनि पछि त्यही म नै नक भएँ क्या। अनि त्यसपछि मेरो यहाँ म मरेँ। अनि पछि हेर्न सक्नुहुन्छ मेरो साथी चाहिँ यहाँ डेन्जर जोनमा झरेको रहेछ। अनि पछि यहाँ चोलाएर बसिरहेको छ एकछिनसम्म। अनि पछि मैले माइक खोल्ने कि भनेर सोचेँ। अनि मैले खोलिनँ। अनि लाइक गरिदिएँ मैले। अनि कुद्न थाल्यो। अनि कुदिरहेको थियो। अनि हेर्नुहोस् है एकदमै नराम्रो सिचुएसन भएको छ यहाँ। अनि कुदिरहेको थियो, यहाँ लुटिरहेको थियो, मस्त आफ्नै तालमा लुटिरहेको थियो यहाँ। अनि पछि यता जाँदै थियो डेन्जर जोनको बाल मतलब नदेखिन चाहिँ गइरहेको थियो। अनि अगाडिको त्यो ओटेरो हो कि खोइ के, त्यो रोबोटवाला पेटको माथि चाहिँ एनिमी चढेर बसेको रहेछ होइन। अनि हेर्नुहोस् के हुन्छ यहाँ, यताबाट फायरिङ आयो। अनि यता वाल लगायो, त्यही नै उता माथिबाट हान्थ्यो। अनि यो गेम सकेपछि चाहिँ म फाइनली 3 स्टार चाहिँ पुगेँ। अनि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब अनि कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला। धन्यवाद।